हेलो गाइस, नमस्ते। तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। हामी चाहिँ अस्ति यहाँ घुर्नु गएको भिडियो हो। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। हामी चाहिँ मम्मीको सानीमा घर गएको थियौँ अनि त्यहाँबाट चाहिँ सानीमाको छोरी घर पनि अलिकति दूरै भन्दा पनि 1 घन्टा जतिको बाटो रहेछ अनि हामी चाहिँ मम्मीको सानीमा घर पुगिसक्यौँ। अहिले चाहिँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ बाहिरको गार्डन कस्तो राम्रो फुल रोप्नु भएको रहेछ, कस्तो राम्ररी फुलिरहेको रहेछ। हाम्रो घरमा चाहिँ जति रोपे पनि हुँदैन अनि यहाँ चाहिँ हुन्छ ठुलो मम्मीको दिदी अनि यहाँ चाहिँ पानी ल्याएर दिनुभयो हामीहरूलाई अनि कति प्यारी हुनुहुँदो रहेछ। अनि यता पानी पनि खाएँ, मैले चाहिँ अलिकति खाएँ, त्यसरी पानी पनि खान्न म चाहिँ। अनि हामीहरू चाहिँ अहिले यहाँ बस्यौँ, बाहिरै बस्यौँ। त्यहाँबाट चिया पनि बनाएर ल्याइदिनु भयो। मम्मीले चाहिँ खानुहुन्न, पापाले चाहिँ खानुहुँदैछ अनि म र मेरो हस्बेन्डको लागि। त्यहाँबाट ठुलो मम्मी के गर्नुहुँदैछ भनेको सब्जी बनाउनुलाई धमाधम रहेछ। त्यहाँबाट चाहिँ हामी एकछिन बस्यौँ। त्यहाँबाट फेरि हामीहरूको लागि टिका लगाइदिनुलाई रेडी गरिहाल्नु भएको रहेछ। पापा र मम्मीलाई टिका लगाइदिनु हुँदैछ। मम्मीले चाहिँ फर्स्टबाट टिका लगाउनु भएको यहाँ त्यहाँदेखि ठुलो मम्मीको अनि हामीहरूलाई पनि लगाइदिनु भयो। हामीहरू दुईजनालाई नै टिका लगाइदिनु भयो। टिका लगाएर आशीर्वाद पनि दिनुभयो। अब फेरि त गइँदैन होइन, त्यही भएर अब गएको बेलामै टिकाहरू पनि लगाइदिइहाल्नु भयो। त्यहाँबाट चाहिँ हामीलाई खाना खान पनि बोलाउनु भयो अनि खाना खाइसकेर हामी निस्क्यौँ पनि। निस्केर चाहिँ अलिकति अगाडि पुगिसकेपछि चाहिँ दुर्गा मन्दिर छ, कस्तो राम्रो छ। यहाँ चाहिँ घुर्ने जग्गाहरू कति राम्रो छ। अब बसेको भए त घुर्नु पनि मिल्थ्यो, घर पनि त्यही अब दूर छ चाहिँ, त्यही भएर घर चाहिँ दूर छ भनेर हामी चाहिँ पसिना बाहिर हेरेर मात्रै गयौँ। त्यहाँबाट चाहिँ फेरि आधा रास्ता आइपुगेपछि यो चाहिँ हामी कहाँ आइपुगेको थियौँ भने धेमाजी न कहाँ आइपुगेको थियौँ। अनि त्यतिखेर पनि यहाँ मन्दिर छ, पदुमणि आइथन भन्ने मन्दिर छ। एकदमै राम्रो छ अरे मन्दिर चाहिँ, एकदम जे मागो चिताको चाहिँ सबै थोक पुरा हुन्छ अरे यहाँ चाहिँ। त्यहाँबाट चाहिँ हामी यता पछाडितिर गयौँ। पछाडितिर चाहिँ पोखरीहरू रहेछ, पुरा माछाहरू रहेछ यहाँ पोखरीमा चाहिँ। अनि कतिले यहाँ हाँसहरू पनि छोडिदिनु हुँदो रहेछ, हाँसहरू थुप्रै थियो हाँसहरू। अनि हामीहरू चाहिँ यहाँ वरिपरि मतलब यति ठुलो थियो कि एकछिन यहाँ घुर्यौँ हामीहरू। अनि यता पापा पानी खानु हुँदै थियो अनि यता हेर्न सक्नुहुन्छ नदीमा माछा त सानो थियो, त्यति साह्रो देखिनँ। अनि अहिले चाहिँ हामी वरिपरि अब घुर्दैछौँ। हेर्नु हामी कता कता जान्छौँ तपाईँहरूलाई देखाउने छु, हेर्नु होला। राम्रो लाग्दै थियो घुरेर तर अब टाइम लाग्नुहोस्। यहाँ चाहिँ माने यो बिहा गर्ने भवनहरू माने सबै थोकको रहेछ, सबै थोकको सुविधा रहेछ, बाथरुम टोइलेटहरू सबै थोक रहेछ। अनि यता मम्मीले चाहिँ के भन्नुहुँदैछ हेर्नु होला। मन्दिर हो, हामीले मन्दिर घुम्यौँ, हामीले कता घुम्नु भयो? यो परिक्रमा गऱ्यौँ। खै बाटो यताबाट जानुपर्छ, गाडी यता छैन। यो विवाह भवन रहेछ, यता चाहिँ बिहाहरू पनि गराउँछ। पानी भराइयो पर हेर न विवाह भवन पानी भराएर लाने त्यसो रहेछ। गर्दै हुनुपर्ने थुप्रै पर्छ होला नि। मन्दिर परिक्रमा गरेर त्यहाँबाट चाहिँ हामी त घुरि पनि सक्यौँ। अहिले चाहिँ हामी निस्किँदैछौँ। कस्तो राम्रो लाग्दैछ यहाँ घुरेर। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ हाँस, परेवा, यो खालको राजहाँस न के भन्छ नि त्यो हाँस पनि थियो, परेवा, गाईहरू सबै थोक। अनि त्यहाँबाट हामी चाहिँ मन्दिरबाट निस्कि पनि सक्यौँ। त्यहाँबाट चाहिँ यहाँ चाहिँ भेट्नुहुन्छ प्रसादहरू सबै थोक भेट्नुहुन्छ। हामीले चाहिँ अब यसो पसेको मात्रै हो, अब खानाहरू खाइसकेर मन्दिरमा त्यसै पस्नु पनि मन लाग्दैन नि त, यतिकै अब बाहिरबाट हेरेर जाने भनेर। अनि अब अहिले चाहिँ हामी निस्किसकेको छौँ। हेर्न सक्नुहुन्छ भ्यूको इन्जोय गर्दै। अब त कहिले आउने हो। त्यहाँबाट अहिले चाहिँ हामी डिगबोई पनि पुगिसक्यौँ। अब डिगबोई पुगिसक्यो, भोक लागिसक्यो, यस्तो भोक लाग्यो। बिहान खाएको थियौँ, भोक लाग्यो। त्यहाँबाट चाहिँ हामी यहाँ खानुको लागि यहाँ मेरो हस्बेन्डले मेनु हेरेर अर्डर गर्नुहुँदैछ के खाने भनेर। म चाहिँ फ्राइड राइस खानु मन लागिरहेको थियो मलाई चाहिँ, म चाहिँ फ्राइड राइसै खान्छु भनिरहेको थिएँ। अनि हस्बेन्डहरू चाहिँ रोटी नान के खानु अर्डर दिनुभयो। अनि यहाँ चाहिँ आइ पनि सकेको छ, हेर्न सक्नुहुन्छ
यस्तो टेस्टी लाग्दैछ देखेर। मेरो फ्राई राइस पनि टेस्टी लागेको थियो, तर म चाहिँ बेसी खान सक्दिनँ गाइस, अलिकति अब जति यहाँ छ त्यसको आधा चाहिँ खान्छु म। अनि यति नै हो आजको भिडियो चाहिँ कस्तो लाग्यो भन्नु होला। बाइ बाइ गाइस।